नमस्कार सम्पूर्ण मित्रहरू, के छ तपाईँहरूको खबर? जहाँसम्म लाग्छ तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला र म पनि एकदम आराम छु, कुशल छु। आज भने म तपाईँहरूलाई इस्कुसको जराको तरकारी बनाएर देखाउनेछु। पहिला इस्कुसको जरालाई काटेर ठिक पारिसके पछाडि चनालाई भिजाएर ठिक पारी, त्यस पछाडि टमाटर काटेर पारे पछाडि यसमा थोरै हरियो खोर्सानी पनि एड गर्दाखेरि एकदमै मिठो टेस्ट आउला जस्तो लाग्छ साथीहरू। त्यही भएर हरियो खोर्सानीहरू पनि ठिक्क यहाँ काटेर ठिक्क पार्दैछु। अनि त्यस पछाडि अब यहाँनिर मैले अदुवाको पेस्ट बनाएर पनि एड गर्नेछु। यसले अझै स्वादमा निखारता ल्याउनेछ। त्यसै गरी अदुवाको पेस्ट पनि तयार भइसक्यो। अब भने यहाँनिर कडी पत्ता अर्थात् यो दालचिनीको पत्ता यहाँले देख्न सक्नुहुन्छ र यो पकाउन अगाडि तयार भइसक्यो। र मैले कराई बसाएँ र त्यसमा थोरै तेल राखेँ र एकछिन तात्न दिए पछाडि त्यसमा मेथी मसला पड्काएर एकछिन अलिक कालो भए पछाडि त्यहाँनिर मैले इस्कुसको चानालाई त्यहाँनिर लगाएँ मित्रहरू। अब यसलाई बिस्तारै बिस्तारै चलाउँदै जानुपर्छ र यसमा मैले थोरै बेसार एड गरेँ र यसलाई एकछिन छोडिदिएँ र यसमा देख्न सक्नुहुन्छ तपाईँलाई हल्का कलर आइसकेको छ। र त्यसपछि चाहिँ यसमा मैले चना भिजाएर राखेको त्यो लगाएँ अनि त्यस पछाडि थोरै नुन राखेर यसलाई हल्का चलाएर यति छोडिदिएँ। अब यहाँ चाहिँ राम्रो निखार आइरहेको छ कलरको र बिस्तारै यहाँनिर मैले कडी पत्ता पनि राखिदिएँ। अब एकछिन चलाएर छोडे पछाडि यहाँ मैले काटेर राखेको टमाटर र हरियो खोर्सानी मिक्स गरेर एकछिन छोडिदिन्छु। र त्यस पछाडि हल्का पाके पछाडि यसलाई हल्का चलाएर राखे पछाडि मैले यसमा अघि पिनेर राखेको अदुवाको पेस्ट एड गर्दैछु साथीहरू। र यसलाई एकछिन चलाएर त्यतिकै मैले छोडिदिएँ र केही समय पछाडि फेरि यसलाई मैले राम्रोसँगले त्यो अदुवाको पेस्ट राम्रोसँगले मिक्स होस्, टेस्ट राम्रो निखार आओस् भनेर थोरै पानी राखेर यसलाई हल्का चलाएर छोडिदिएँ। र त्यस पछाडि यसमा थोरै पिरो एड गरिदिएँ मैले धुलो खोर्सानी राखेर। अनि देख्न सक्नुहुन्छ तरकारी यस्तो भएको छ अहिले। लगभग यो तरकारी अहिले पाकिसकेको अवस्था छ। देख्न सक्नुहुन्छ साथीहरू, हाम्रो तरकारी तयार भइसक्यो र अब भने तरकारी झिकेर खाना तयारीमा छौँ। तपाईँहरू पनि आउनुहोस्।